हेलो साथीहरू, दर्शन नमस्ते। हजुर के गर्दै हुनुहुन्छ है? हामी चाहिँ थुक्पा खाँदैछौँ। हामी चाहिँ सबैजना बिरामी छौँ है साथीहरू। के गर्ने है, चिसो चिसो मौसम छ। आज चाहिँ चिसो मौसम मनाउँदैछौँ है हामीले थुक्पा खाएर। के गर्ने, यस्तै छ, मौसम अनुसारको डिमान्ड त पुरा गर्नै पर्यो है। ल हामी चाहिँ खानु थाल्यौँ साथीहरू। यस्तै छ, के गर्ने, एकदमै मेरो चाहिँ गला बसेर यस्तो भएको छ है साथीहरू। एकदमै रुगा मार्गीले गाह्रो बनाएको छ। अनि म चाहिँ एकदमै सिम्पल तरिका खाइरहेको छु। यिनीहरूले चाहिँ यहाँनिर हल्का मिक्स गरेको छन् अन्डाहरू। म चाहिँ खाँदिनँ। म चाहिँ बिरामी, अझै धेरै बिरामी पनि भएर है। अनि माथि मलाई खानु मन पनि लागिरहेको छैन। म चाहिँ सिम्पलै खाइरहेको छु। अनि यस्तै छ, हामी चाहिँ सबैजना बिरामी भएर नि साथीहरू, के गर्ने, गाह्रो भइरहेको छ। अनि यहाँ छेउमा बस्ने चाहिँ मेरो भाइ हो है साथीहरू, बिचको चाहिँ मेरो बहिनी हो, अनि छेउको म हो है। के गर्ने, मेरो भाइ चाहिँ एकदमै सर मान्छे साथीहरू। गाह्रो छ क्या, सबैभन्दा सानो भएर होला है। अब हामीभन्दा त ठुलो देखिन्छ मान्छे त, तर पनि के गर्ने, सानोलाई सानै देखिँदो रहेछ है, जति ठुलो भए पनि हाम्रो नजरमा चाहिँ। त्यही भएर मैले चाहिँ जिस्काएको थिएँ भाइलाई। अनि के भन्छ भने, मलाई चाहिँ यस्तै पकाएर खुवाउने बुढी चाहियो दिदी भन्दै जिस्काउँदै थियो क्या। अनि ल म खोजिदिन्छु नि भनेको थिएँ कि। त्यस्तो साह्रो चाहिँ नगर्नु हौ दिदी भन्दै भन्दैछ मलाई है। उसलाई शरम लाग्छ नि त, बाहिरले भनिदिइ पो हाल्छ कि भनेर। गाह्रो छ नि है। के गर्ने, एउटा भाइ छ, यो भाइको चाहिँ अब एकदमै राम्रो खालको बुहारी पाओस् भन्ने म चाहिँ यही कामना गर्दछु मेरो भाइलाई है। अनि बिरामी भएर म चाहिँ बोल्न पनि यस्तो भइरहेको छ है साथीहरू। र पनि आजको हाम्रो चिसो मौसम चाहिँ हामी यसरी मनाउँदैछौँ साथीहरू। हजुरहरू के गरेर मनाउँदै हुनुहुन्छ है? मेरो भाइ चाहिँ एकदमै लजालु छ है साथीहरू। यस्तो छ। गाह्रो छ नि त भाइलाई पनि। हस् बाई।